एभ्रिवान गाइज स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ फाइनली दाजुसँग अब दसैँ नि आइसकेछ है। अनि माटो लिनु जाँदैछौँ यस्तै डोको बोकेर दिउँसो अब त घाम नि डुब्न आँटिसक्यो। सबैजनाले माया गरिदिनु होला। अब के कस्तो हुन्छ है भिडियो अन्तिमसम्म हेरिदिनु होला म देखाउनेवाला छु। गाइज हामी चाहिँ सोया गाउँ पुगिरहेको छौँ होइन। यहाँ चाहिँ भलिबल खेल्ने ठाउँ रहेछ। अनि हाम्रो चाहिँ बाटो अलिक लामै छ, राति पर्न आँटिसक्यो। अनि हाम्रो यात्रामा अगाडि बढिरहेको छौँ। हामी चाहिँ निरन्तर अगाडि बढिरहेको छौँ। के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला सबैजनाले। गाइस हामी चाहिँ पसिना हुँदै यहाँ आधी बाटो नि पुगेको छैनौँ। घाम डुब्नु अब थोरै डुब्न आँटिसक्यो। मेरोतिर क्यामेरा नरहेको कारण चाहिँ यो है गाइस, अलिक अघि मौरीले चिलाइदियो होठमा, त्यही भएर अलिक अप्ठ्यारो भयो। हल्का देखाइदियो तपाईँलाई, बुझिदिनु होला। हामी चाहिँ 3 जना जाँदैछौँ। यहाँ एकजना कुकुर नि हुनुहुन्छ हाम्रो साथी छ है। गाइस हिँड्दा थाकियो। यहाँ हामी चाहिँ अब खाजा खानु पर्ने भयो है। खाजा खाएर जानेवाला छौँ। यहाँ पानी रहेछ ट्याक्कै बाटोको छेउमा, त्यही भएर खाजा खानातिर छौँ है हामी चाहिँ। गाइस हामीले चाहिँ खाजाहरू खाइसकेर होइन उकालो तर्फ जाँदैछौँ। अब के कस्तो हुन्छ बाटो, कति बेला कुन ठाउँमा पुग्ने हो थाहा छैन। तर हाम्रो यात्रा चाहिँ अगाडि निरन्तर बढिरहेको छ है। सबैजनाले भिडियो हेरेर साथ दिनु होला। गाउँघरमा के गर्नु यस्तै छ, कोही दसैँ कोही दासा, के हो यस्तो रहेछ है। हामी चाहिँ यहाँ फोटोसुटहरू सबै गरिसक्यौँ। अनि लगियो हाम्रो गन्तव्यतर्फ। हामी चाहिँ अब पुग्न आँटिरहेको छौँ। अरे गोरे त मुनि परेछ। माटो भनेर फेरि तपाईँहरूलाई लाग्छ होला कि कस्तो खालको गाउँ, आफ्नो घर छेउछाउमा माटो नि नपाइने भनेर। तर त्यस्तो माटो पाइन्छ कि अरू खालको त्यो रातो माटो चाहिँ लिनु जाँदैछौँ हामी चाहिँ। लुत्ता गाइस हामी चाहिँ माटो निकाल्ने ठाउँमा पुगिसक्यौँ। यहीँ हो हाम्रो माटो निकाल्ने ठाउँ चाहिँ है। यहाँ डोकोहरू बिसाएर यतातिर एकछिन हावा खानु जाँदैछौँ। कोही कस्तो छैन, माटोको अवस्था हेर्नुको लागि जाँदैछौँ। यस्तै छ गाइस, यही माटो लिनुको लागि भनेर हामी गएको। यहाँ भेटियो है, एकदम राम्रो छ भ्यूहरू, तर फोनले साथ। यतातिर दाजुले चाहिँ माटो निकालेर के कस्तो छ भनेर ट्राई गर्दै हुनुहुन्छ। दाजुले चाहिँ माटो खन्दै हुनुहुन्छ, मैले चाहिँ हल्का भिडियो बनाइरहेको छु है। यस्तै तरिकाले माटो खन्नु पर्ने हुन्छ। तपाईँहरू नि यही तरिका अपनाएर खन्नु होला। हाम्रो चाहिँ यति भएको छ। बिचारा हाम्रो कुकुर है, हामीलाई पछाडि हाम्रो पछाडि खेदाउँदै आयो। यहाँ के गर्ने भइरहेछ कुकुरलाई नि। हामीले चाहिँ काम गरेको ठाउँलाई छोडेर फर्किसक्यौँ है। अब चाहिँ भारी बोकेर जाँदैछौँ उकालोतर्फ। उकालो ओह्रालो तेर्सो भिरको बाटो सम्म बाटो हुँदै घर पुग्नेछौँ लड्दै पड्दै हामी चाहिँ।